एसएसडब्ल्यू मा जापान आउने सोच त बनाउनु भएको छ, तर कुन सेक्टरमा आउने भन्ने अझ पनि थाहा पाउनु भएको छैन। सँगसँगै नेपालबाट कुन कुन सेक्टरमा चाहिँ जापान आउन मिल्छ त भन्ने कुरा पनि थाहा छैन भने यो भिडियो हजुरहरूको लागि। सो अन्त्यसम्म हेर्नु होला। हेलो एन्ड वेलकम ब्याक अगेन गाइज। के छ खबरहरू? आफ्टर धेरै लङ टाइम है म फेरि भिडियोमा उपस्थित भइसकेँ। यस्तै हो, ल्याक अफ टाइमले गर्दाखेरि हल्काफुल्का भिडियो अपलोड गर्ने टाइमहरू थिएन। सो अहिले चाहिँ म लगभगै सबै फेरि नै छु। त्यही भएर चाहिँ अबदेखि हुन्छ नि त लाइक भिडियोहरू लगातार नै आउने छन् है। म धेरै कोसिस गर्नेछु लगातार हाल्नको लागि। आज चाहिँ म हुन्छ नि त जहिले पनि स्टुडेन्टको बारेमा म भिडियोहरू हाल्ने गर्थेँ। आज चाहिँ हल्का छुट्टै टपिकमा म चाहिँ एसएसडब्ल्यू तोक्ते गिनौ इचिगोको बारेमा चाहिँ आजको भिडियोमा थोरै बेसिक तरिकाको म इन्फर्मेसनहरू दिनेछु। कस्तो लाग्छ कमेन्ट गर्न नबिर्सिनु होला। साथसाथै लाइक सेयर सब्सक्राइब चाहिँ गर्न नबिर्सिनु होला भन्दै भिडियो स्टार्ट गरौँ है त। सो हजुरहरूले लगभग थाहा पाइसक्नु भएको होला थम्बनेल हेरेर चाहिँ आजको भिडियो चाहिँ कुन टपिकमा हुनेवाला छ भनेर। एन्ड आज चाहिँ म अब एसएसडब्ल्यूको बारेमा भन्नु पर्दाखेरि यदि जापानमा एसएसडब्ल्यूमा आउन चाहनेहरूले थाहा पाउनु पर्ने कुरा चाहिँ के हो भन्दाखेरिमा चाहिँ जापानमा कतिवटा सेक्टरमा चाहिँ हजुरले एसएसडब्ल्यूमा जापान आउन सक्नुहुन्छ भन्ने कुरा हो। सो त्यही कुरालाई चाहिँ म आज थोरै व्याख्या गरेर, व्याख्या भन्दा नि कुन कुन टपिकमा आउन मिल्छ, कतिवटा टपिक छन्, प्लस नेपालबाट कतिवटा टपिकमा आउन मिल्छ, कतिवटा सेक्टरमा आउन मिल्छ भन्ने कुरा चाहिँ आज म यो भिडियोमा खुलाउने छु। सो अन्त्यसम्म हेर्दै हेर्नु होला है त। मैले चाहिँ अब लस्करै 1 2 3 4 5 6 गरेर चाहिँ म 14वटा टपिक भन्ने छु है। त्यो टपिक चाहिँ त्यो सेक्टरमा चाहिँ जापानमा एसएसडब्ल्यू 1 नम्बर भन्छ इचिगो मा चाहिँ आउन मिल्ने टपिक सेक्टरहरू हुन् है खासमा चाहिँ। अनि नेपालबाट चाहिँ यिनी सबै सेक्टरबाट आउन मिल्दैन। सो 1 नम्बरमा छ नर्सिङ केयर, थाहा नै छ होला सबैलाई हजुरहरूलाई, खाइगो भन्ने। त्यसमा चाहिँ अब नर्मली आउन मिल्यो। सेकेन्डमा छ बिल्डिङ क्लिनिङ म्यानेजमेन्ट भन्छ, भवन सरसफाइ व्यवस्थापन भयो है। थर्डमा छ मेटेरियल प्रोसेसिङ इन्डस्ट्री भन्छ, सामग्री प्रशोधन उद्योग भन्छ है यसलाई चाहिँ। अनि अब फोर्थमा छ इन्डस्ट्रियल मेसिनरी इन्डस्ट्री भनेको छ, औद्योगिक मेसिन उद्योग भन्ने भयो यो चाहिँ। अनि फिफ्थमा छ इलेक्ट्रोनिक एन्ड इन्फर्मेसन इन्डस्ट्रिज भने विद्युत इलेक्ट्रोनिक्स तथा सूचना उद्योग भनिरहेको छ है। सो यो टपिकमा नै आउन मिल्छ। अर्को भयो कन्स्ट्रक्सन इन्डस्ट्री भयो, निर्माण उद्योग भयो क्यारे अर्को चाहिँ है। अनि 7 नम्बरमा छ सिप बिल्डिङ एन्ड सिप मेसिनरी इन्डस्ट्री भने है। यो भनेको चाहिँ अब जहाज निर्माण तथा यो जहाज मेसिन उद्योग भन्छ है। यो सेक्टरमा नि आउन सक्नुहुन्छ हजुरहरूले। अनि अर्को छ एभिएसन इन्डस्ट्री भनेको चाहिँ अब यो हवाई जहाजको बारेमा भयो क्यारे है। यो चाहिँ एयरपोर्टको काम हो। सो त्यसमा पनि आउन सक्नुहुन्छ। अर्को छ अकोमोडेसन इन्डस्ट्री भनेको छ, आवास होटल उद्योग भन्छ यसलाई चाहिँ। अब योमा चाहिँ अब हुन्छ नि त लाइक होटल ठुलो खाना बस्नको लागि प्रयोग गर्ने होटल भयो, त्यस्तो टाइप चाहिँ योमा पर्छ है खासमा चाहिँ। अनि 10 नम्बरमा चाहिँ एग्रिकल्चर भन्ने त अब सबैलाई थाहा होला, हाम्रो कृषि प्रधान देश। अनि जापानमा पनि मजाले एग्रिकल्चरमा आउन मिल्छ। 11 नम्बरमा छ अटोमोबाइल मेन्टेनेन्स एन्ड इन्डस्ट्री भने सवारी साधन मर्मत उद्योग भन्यो है। योमा चाहिँ कुर्मा भन्छ, अब यो त्यो सेक्टरमा नि आउन सक्नुहुन्छ। अनि अर्को 12 नम्बरमा छ फिसरी एन्ड एग्रिकल्चर भन्ने, मत्स्य पालन तथा जल कृषि भन्छ है। सो यो सेक्टरमा नि आउन सक्नुहुन्छ हजुर। अनि 13 नम्बरमा छ फुड एन्ड बेभरेज म्यानुफ्याक्चरिङ भनेको चाहिँ अब खाद्य तथा पेय पदार्थ उत्पादन उद्योग भयो क्यारे। योमा चाहिँ अब सामानहरू प्रडक्ट गर्ने ठाउँ हो। सो त्यो टपिकमा नि आउन सक्नुहुन्छ। एन्ड लास्ट बट नट द लिस्ट भन्छ है। सो 14 नम्बरमा चाहिँ फुड सर्भिस इन्डस्ट्री भन्छ, खाद्य सेवा उद्योग भन्छ। योमा चाहिँ अब रेस्टुरेन्ट टाइपको पर्छ है। हजुरले चाहिँ अब फुड सर्भिस भनेपछि त अब सर्भिस टाइपको हुन्छ नि त, रेस्टुरेन्टहरू जापानमा चाहिँ इजाखाइहरू हुन्छ नि त, यस्तो टाइपको धेरैहरू हुन्छ, त्योमा चाहिँ आउन सक्नुहुन्छ है त। अहिलेसम्म भनेको 14वटा टपिक चाहिँ नर्मली जापानमा एसएसडब्ल्यू 1 नम्बरमा चाहिँ आउन मिल्ने 14वटा टपिक हुन् है खासमा चाहिँ। टोटल यतिवटा एसएसडब्ल्यूको टपिकहरू छन्, सेक्टरहरू छन्। सो अब 14वटा सेक्टर भए तापनि है तर नेपालबाट चाहिँ आउन मिल्ने सेक्टरहरू पुरै छैन है। सो अब नर्मल्ली नेपालबाट आउन मिल्ने सेक्टरहरू चाहिँ किमे गरेको छ, जुनमा चाहिँ 7वटा सेक्टरहरू छन्। सो म तिनीहरूको बारेमा नि सरसर्ती म भन्नेछु है त। सो अहिलेसम्म भएको टोटल 14वटा सेक्टर चाहिँ जापानमा एसएसडब्ल्यू इचिगोमा आउन मिल्ने सेक्टरहरू हो। तर
तपाईले चाहिँ नेपालबाट अप्लाई गर्दै हुनुहुन्छ, नेपालमा तयारी गर्दै हुनुहुन्छ भनेपछि चाहिँ तपाईले 7 वटा सेक्टरबाट मात्रै अप्लाई गर्न मिल्छ है। 7 वटा सेक्टरमा मात्रै अप्लाई गर्न मिल्छ। सो जुनमा चाहिँ एकमा छ नर्सिङ केयर, जुन जापानमा एकदमै डिमान्डेड हुन्छ नि त, डिमान्ड भएको सेक्टर हो यो चाहिँ। सो नर्सिङ केयर भयो। त्यसपछि छ बिल्डिङ क्लिनिङ म्यानेजमेन्ट भन्छ। यो चाहिँ अब भवनहरू सरसफाइ गर्ने, व्यवस्थापन गर्ने उद्योग हो। सो योमा पनि अप्लाई गर्न सक्नुहुन्छ नेपालबाट मजाले। अनि थर्ड नम्बरमा छ कन्स्ट्रक्सन इन्डस्ट्री भयो होइन। जापानमा चाहिँ अब कन्स्ट्रक्सनको कामहरू त धमाधम बबाल तरिकाले भइरहेको हुन्छ। सो योमा पनि एकदमै कामदारहरू चाहिने हुन्छ। सो योमा पनि मजाले अप्लाई गर्न सक्नुहुन्छ नेपालबाट। अनि फोर्थ नम्बरमा छ एभिएसन इन्डस्ट्री भनेको अब एयरपोर्टमा यदि हजुरहरू काम गर्न चाहनुहुन्छ भने त्योमा पनि अब सामानहरू ओसार पसार गर्नै पर्ने हुन्छ। सो एयरपोर्टमा काम गर्न चाहनुहुन्छ भनेपछि हजुरले यो सेक्टरमा अप्लाई गर्न सक्नुहुन्छ मजाले बुझेर है। एन्ड फिफ्थ नम्बरमा छ एकोमोडेसन इन्डस्ट्री भनेको अब त्यही मैले भनिसकेँ, रेस्टुरेन्ट होइन कि होटेल है, पुरा लज है। त्योमा चाहिँ हुन्छ नि त, मान्छे गएर बस्ने, सुत्ने, खाने सबै भएको होटेल। एकोमोडेसन इन्डस्ट्री त्यही नै हो। होटलमा हजुरले पनि होटल सेक्टरमा गर्न चाहनुहुन्छ भने चाहिँ फ्रन्ट लाइन अथवा सर्भिस लाइन भयो, कस्टमर सर्भिस भयो, यो टाइपको अब गर्न चाहनुहुन्छ भने चाहिँ यो सेक्टरमा हजुरले अप्लाई गर्न सक्नुहुन्छ। एन्ड 6 नम्बरमा छ एग्रिकल्चर है। यसको बारेमा चाहिँ मैले धेरै भनिरहनु पर्दैन जस्तो लाग्छ है। अनि 7मा छ फुड सर्भिस इन्डस्ट्री भनेको चाहिँ हो, यसलाई चाहिँ रेस्टुरेन्टमा भन्न मिल्छ है। हजुरले चाहिँ इजाखाई भयो, अनि रामेन सपहरू हुन्छ यस्तो रेस्टुरेन्ट टाइपको हो। यो सेक्टरमा चाहिँ हजुरले अप्लाई गर्न सक्नुहुन्छ यदि चाहनुहुन्छ भने है। सो यति 7 वटा सेक्टरबाट मात्रै नेपालबाट अप्लाई गर्न मिल्छ, नेपालमा पढ्न मिल्छ, नेपालमा एक्जाम दिन मिल्छ है। सो यो बाहेकको अरू सेक्टरहरूमा चाहिँ हजुरले नेपालमा एक्जाम दिन मिल्दैन। त्यसै कारणले चाहिँ हजुरले भन्नाले अरूमा चाहिँ अप्लाई गर्न नमिल्ने कारण नेपालबाट त्यो हो। अब आज चाहिँ यो लाइक हुन्छ नि त एसएसडब्ल्यूको फर्स्ट भिडियो थियो, अनि त्यसमाथि पनि अब लगभग बेसिक इन्फर्मेसन थियो। सो यसलाई चाहिँ मैले पुरै नेक्स्ट भिडियोमा डिटेल तरिकाले नयाँ भिडियो ल्याउने छु। सो त्यसको लागि धेरै कमेन्ट गर्नु होला भन्न चाहन्छु, नबुझेको कुराहरू एकदमै। सो अब आजको फर्स्ट भिडियो चाहिँ धेरै लामो नबनाऊँ भन्ने मेरो हेतुले चाहिँ आज मैले जस्ट अब जापानमा आउन मिल्ने सेक्टरहरू अनि प्लस नेपालबाट अप्लाई गर्न मिल्ने सेक्टरहरूको बारेमा मात्रै कुरा गरेँ। सो आगामी भिडियोहरूमा म नेपालबाट आउन मिल्ने सेक्टरहरूको बारेमा चाहिँ अलि खुलाएर भिडियो बनाउने छु, नयाँ भिडियो चाहिँ है। त्यसको बारेमा चाहिँ अब कस्तो ठाउँमा काम गर्नुपर्छ, के काम गर्नुपर्छ भन्ने कुराहरू समेटेर म भिडियो बनाउने छु। सो है, अनि यस्तै भिडियोहरू अब लगातार आउने छन्। त्यही भएर चाहिँ एकदमै सोध्न चाहेको कुराहरू हुन्छ नि त, एकदमै सोध्नु होला, मजाले सोध्नु होला। मैले अब आफूले नबुझेको कुराहरू खोजेर कसैलाई सोधेर पनि म हजुरलाई रिप्लाई दिनेछु। सो किप वाचिङ, हेर्दै गर्नु होला। अनि त्यही नै हो, अब सब्सक्राइब त गर्नुभएको छ, सेयर गर्न नबिर्सिनु होला भन्दै नेक्स्ट भिडियोसम्मको लागि है त।